तपाईँ चाहिँ उहाँ डाक्टर साहबको गल्तीहरू लुकाउनु खोज्दै हुनुहुन्छ भन्ने कुरा यहाँ त्यसले भन्छ त मान्छेहरू मैले भने होइन ठिक छ मान्छेले भन्दाखेरि होइन आज मैले बिहान हजुरलाई फोन गरेको थिएँ सर हजुरलाई फोन गरेपछि पक्राउ गरेको थिएँ नियन्त्रणमा लिएको थिएँ पछि छोडिदिएँ बिरामी परेर घटना एकदम सामान्य छ भनेर हजुरले भन्नुभएको थियो हिजो सुरक्षाको लागि लग्यो होइन हजुरले घटना एकदम सामान्य छ भनेर सुरक्षाको लागि लग्यो आगे एक 15 बेड के अस्पताल के आगे जगह देने से वह टाइम में एक मिस्टेक करने की मिस्टेक करने से पहला साल में आगे 15 बेड के एक साल में परीक्षण काल परीक्षण काल कटला के बाद आगे जैसे से 5 साल या 3 साल के लोग देखे आगे एक ही बेड डायरेक्ट 5 साल के आगे 11-21 में खत्म रहे 15 बेड के अस्पताल संचालन के रहती है स्वीकृति अनुसार से आगे इमरजेंसी या 4 बेड कुछ भी 7 बेड 4 बेड आगे 1 से 2 बेड मात्र इमरजेंसी चला सकती 2 बेड में आगे मॉनिटर सब रहना चाहिए आगे बेड संख्या वैसी बेसी है दूसरा बात आगे मॉडलर ओटी सब रखने चाहिए एनआईसीयू लिखने चाहिए आईसीयू लिखने चाहिए लेकिन रूम सब में कभी लैब आके मेंटेनेंस स्टाफ में आके एक मेडिकल अफसर रखने चाहिए वो मेडिकल ऑफिसर 24 घंटा देख सकते सुनिए आगे और एक आगे परिवार से और कृषि विभाग मेडिकल पशुओं में जैसे विभाग इमरजेंसी में जैसे विभाग आगे सब द्वारा आप स्थानीय पालिका से पहले आप 15 बेड के संचालन पहले पास करे पास करने के बाद और कई तरह के फर्जी जैसे केस के पीछे एक अनुसंधान सर यो हाम्रो कति फर्जी छ उहाँहरूसँग नि सोधौँ अहिले भन्नुभएको छ कि हामीले मिलाउनको लागि यो गरियो त्यो गरियो तपाईँ पीडित हो हजुर हामीले कति तपाईँले के पीडा पाउनु भएको छ हजुर हाम्रो गाडीबाट एक्सिडेन्ट भएको थियो एउटा सानो बच्चालाई हामीले 4,19,000 रुपियाँ क्रम बाई क्रम किस्ता बाई किस्ता लिनुभयो हामी पैसा नपुगेको खण्डमा हामी आफ्नो भाइबाट उहाँलाई चेक दिलाउनु भएको उहाँले चेक बााउन्स गरेर उहाँबाट पैसा लिनुभएको छ तर हाम्रो के कति खर्च भएको रहेछ उहाँसँग सोद्धाखेरि हामी पूर्व पक्ष यो त्यो पीडितलाई दियो दुनियाँ गर्यो त्यो त हामी मान्दैनौँ तपाईँ आइसु खर्च लिनुभयो उहाँ हस्पिटलको सञ्चालक उहाँबाट असन्तुष्ट हुनुहुन्छ तपाईँ पुरै असन्तुष्ट हो उहाँले जति बिल काट्नु भएको छ त्यो जति बिल छ त्यो सबै यसमा लागू छ भने हामी तिर्छौँ अझै पनि तिरौला नत्र हामीले के कति खर्च भएछ त्योभन्दा बढी लिएको रकम हामीले फिर्ता तपाईँले त्यति लिएर फर्जी लिँदाखेरि सम्बन्धित निकायमा जानु अब हामी सम्बन्धित निकायमा जानु भएको थियो उहाँले पर्सनली डाक्टर तपाईँले पर्सनली डाक्टर साहबलाई भेट्नु भएको थियो पहिला हजुर 10 चोटि के भन्नुभयो उहाँले के भन्नुभएको तपाईँले इन्सुरेन्सबाट त पाइहाल्नुहुन्छ हो डाक्टर साहब अनि इन्सुरेन्सको लागि पुर्दा हामी 6 महिना पुगेको उहाँ यो मेटरमा स्वास्थ्य प्रमुख हाम्रो हुनुहुन्छ मेयर साहब पनि हुनुहुन्छ सबै मेयर साहब तपाईँको हस्पिटल सञ्चालनमा मेयरको के भूमिका हुन्छ उहाँले उजुरी दिनुभएको छ नगरपालिकामा अनि मेयर साहबको अध्यक्षतामा मिटिङ पनि बसेको थियो त्यहाँ स्वास्थ्य प्रमुख सर हुनुहुन्थ्यो अनि उहाँको आफन्तहरू पनि हुनुहुन्थ्यो तपाईँसँग चाहिँ पर्सनल डाक्टर साहब मेरो लेनादेना केही छैन म हिजो अनफर्चुनेटली यो ठाउँमा आइपुगेँ होइन मेरो नाम मनोज मानव हो स्टार अनलाइन टिभी चलाउँछु म तर तपाईँको अलिक दादागिरी बढी नै रहेछ त्यस्तो छैन हो छैन सर त्यस्तो छैन तपाईँ हस्पिटल चलाउने मान्छे अलिकति नर्मल रूपमा आउनुपर्ने नि तपाईँ रड सर्ट लिएर एकदम डिङड्याङ तपाईँ वाइसिएलको अध्यक्ष बन्नुहोस् त्यस्तो छैन सर सीसीटीभी फुटेज छ हजुरले मैले आँखैले देखेकोले भनेको नत्र मलाई केही प्रब्लम थिएन यहाँ लोकल न्युजमा यसो इन्टरफियर गर्ने तर मैले आँखैले देखेको क्या हिजो म केटाकेटी घुमाउन यो रोडमा हिँडिरहेको थिएँ पुरा लफडा तपाईँलाई एक्टिभ देखिरहेको थिएँ के भएको हजुरले भनेको कुरा म एक्सेप्ट गरेँ ठिक छ म यहाँको पत्रकार पनि होइन फेरि म यहाँ होलिडेमा आएको सुन्नु सर सीसीटीभी फुटेजले गलत भन्दैन सीसीटीभी फुटेजमा यदि मेरो गल्ती देखिन्छ भने म कारवाही भोग्न तयार छु अझै के चाहिन्छ तर तपाईँ चाहिँ अलिक डक्टर भएपछि अलिक ब्याक हुनुहोस् है तपाईँको एक्टिभिटी चाहिँ अलिक खतरा खालको छ
उहाँसँग सोधौँ न यसमा कति फर्जी छ। मुख्यमन्त्रीजी के पाउनुभयो हजुरले रिकी गर्दा होइन एकछिन 10 लाख मागिराख्नु भएको उहाँले। तपाईँले रिकी गर्दा के होइन पाउनुभयो होइन त्यस्तो हुँदैन भने तपाईँले झार दिनु भएको यो एकछिन, दादागिरी भयो भनेर। त्यो- यहाँ आउँदाखेरि हामीले 4,19,000 तिर्नु नै पर्यो। यसमा कतिको फर्जी छ उहाँले भन्नुभएको यसमा फर्जी छ, तर कतिको फर्जी छ त त्यो त सुनिहाल्नु। अनुसन्धानको विषयलाई एकछिन मुख्यमन्त्रीजीसँग कुरा छु। मुख्यमन्त्री म मनोज मानव स्टार अनलाइन टिभीबाट यहाँ म अनफर्चुनेटली यहाँ आइपुगेँ, तपाईँको बाइट लिनु पर्यो। के पाउनुभयो हजुरले यो अनुसन्धान गरेर यो सरलाई गोल्डन हस्पिटल प्राइभेट लिमिटेडमा? यो अस्पताल 76 सालमा स्वास्थ्य कार्यालयले स्वीकृति दिएको छ 15 बेड। हजुर त्यतिखेर नै उहाँलाई चाहिँ 1 वर्षको परीक्षण काल दिनु पर्थ्यो अनि त्यस पछाडि 3 वर्ष अथवा 5 वर्षको दिन मिल्छ। कमिसनमै गफला छ। फर्स्टै 5 इयर्सको दिएको छ। अब 5 इयर्स दिएको पनि उहाँको अहिले टाइम बितिसकेको छ। अब नयाँ चाहिँ उहाँले अनुगमन गर्दाखेरि उहाँको 15 बेड इमर्जेन्सी 1 देखि 2 बेडको हुनुपर्छ, त्यहाँ 4 बेड छ अनि केबिनहरूमा बेड छ। ल्याबमा प्रोपर ल्याब छैन, मेन्टेन चाहिँ त्यो टेम्परेचर मेन्टेनदेखि लिएर इक्विपमेन्टहरू। तपाईँले हिजोको इस्यु थाहा पाउनुभयो? आज तपाईँले यहाँ म हेरेको छु, थोरै हेरेको छु, त्यो पनि इस्यु भएको हुनाले मैले आज चासो दिएर कारण अनि त्यसमा चाहिँ उहाँहरूले फुटेज हेराउनु भयो। फुटेजमा उहाँहरूको पक्ष हाबी भएको हेरिन्छ। त्यस पछाडि स्वाभाविक हो, कसैमाथि भए पछाडि त्यो एक्सनको रिएक्सनमा जान्छ। त्यो सही कुरा हो। त्यो भएको होला, मानव हो छ। त्यसमा चाहिँ कसैले आएर घरमै आएर पिटेछ भने त्यो उसको प्रतिकारमा जानुभयो होला। त्यसमा अब प्रहरी हुनुहुन्छ, उहाँहरूले अनुसन्धान गर्दै हुनुहुन्छ। के हो यथार्थ, के हो सच्चाइ, त्यो उहाँहरूले गर्ने हो। हामीले इन्भेस्टिगेसन गर्ने होइन। हामीले यहाँ चाहिँ अनुगमन अस्पतालले गर्दाखेरि अनि माथि चाहिँ हामी आफ्नो फल्ट के हेऱ्यौँ, माथि मोडुलर ओटी राख्नु भएको छ, त्यो कि अहिले सञ्चालनमा छैन। आइसियूको लेखेर राख्नु भएको छ, एनआइसियू लेखेर राख्नु भएको छ, त्यो सञ्चालनमा छैन तर राख्नु भएको छ। जबकि त्यो 15 बेडको होइन। उहाँले 25 बेड सञ्चालन गर्नुहुन्छ भने त्यसमा राख्न सकिन्छ। त्यो 25 बेडको लागि पूर्वाधार पहिला रेडी गर्नु पर्यो, स्वीकृति लिनु पर्यो अनि मात्रै गर्नुपर्छ। र उहाँको केसमा अहिले त्यो केसमा अब नगरपालिकामा पनि केस दिएको छ। नगरपालिकाबाट पनि हामीसँग होइन भने उहाँको जुन एक्स्ट्रा पैसा लागेको छ त्यो पैसा रिटर्न गर्नु। हजुर यहाँ नगरपालिकाको त पुरै हामीले उहाँले चाहिँ भन्नुभएको अहिले जुन कि हामीले मिलाउनु भनिएको छ यसमा हाम्रो कति पैसा मिलाउनु भएको छ त्यो चाहिँ हामीले प्रुफ पाउँ न। तपाईँले कति पैसा फिर्ता 4,19,000 रुपियाँ दिएको छु। ठिक छ, त्यसमा कति पैसा फिर्ता चाहनुहुन्छ तपाईँ? हजुर हाम्रो त्यसमा मोटामोटी 40,000 देखि 50,000 खर्च मात्र छ। हाम्रो घर परिवारमा अथवा हाम्रो समाजमा हात खुट्टा टुट्दाखेरि हामी हस्पिटलमा जान्छौँ के कति खर्च हुन्छ। यहाँको डिएसपी साहब उहाँ हो? हजुर उहाँले त झन् मिलाइदिनु भएको। रुलिङ डिएसपी तपाईँ हो? अहिलेको हिसाबले हजुरले केही भनिदिनु न सर। अहिलेको हिसाबले हजुरले चाहिँ कस्तो पाउनु भएको छ? हाम्रो डाक्टर साहबको हस्पिटललाई के पाउनु भएको छ? मैले म त हस्पिटल बस्नु होइन। हिजो You are protecting him against citizens. निहत्ता जनताको विरुद्धमा उहाँलाई तपाईँ प्रोटेक्ट गर्दै हुन्छ भने यहाँ जनचासो छ के छ? मेरो त उहाँलाई मात्र होइन सबैले प्रोटेक्ट गर्ने मेरो त दायित्व हो नि त। उहाँलाई मात्र होइन कि सबै यहाँ भएका मान्छेहरू होइन सर, जो जो समस्या म यहाँ अलिकति मैले फ्रिक्वेन्टली किन सोध्यो, मलाई लेना देना केही छैन। म अनफर्चुनेटली यहाँ आइपुगेँ भएर अनफर्चुनेटली भन्नु न, यस्तो पनि अनफर्चुनेटली हुन्छ त। Yes. फर्चुनेटली पो आएर भेट्नु त हामी सबैलाई। अनि त्यही त। अनि तपाईँ चाहिँ उहाँ डाक्टर साहबको गल्तीहरू लुकाउनु खोज्दै हुनुहुन्छ भन्ने कुरा मैले के गरिदिनु? यहाँ त्यस्तै भन्छ त मान्छेहरू। मैले भने होइन। अब ठिक छ, मान्छेले भन्दाखेरि होइन, के गल्ती- आज मैले बिहान हजुरलाई फोन गरेको थिएँ सर। हजुरलाई फोन गरेपछि पक्राउ गरेको थिएँ, नियन्त्रणमा लिएको थिएँ, पछि छोडिदिएँ, बिरामी परेर घटना एकदम सामान्य छ भनेर हजुरले भन्नुभएको थियो होइन। हिजो सुरक्षाको लागि लग्यो होइन हजुरले घटना एकदम सामान्य छ भनेर सुरक्षाको लागि लग्यो। हजुर। त्यो अफ गरिदिनुहोस्।